गुड मर्निङ गाइज, वेलकम टु माई न्यू ब्लग। एज युजुअल मेरो बिहानको स्टार्ट लन्च बक्स प्याक गरेँ। लन्च प्याक गरेर अफिसतिर लागेँ, रेडी भएर अफिस लागेर पुगिसकेपछि काम भएपछि कफी खाएँ। कफी खाइसकेपछि काम गरेँ। त्यसपछि छुट्टी भइसकेपछि जिमतिर लागेँ। जिमको सुरुवात मेरो ट्रेडमिलबाट भयो। 5 मिनट गरिसकेपछि म वार्मअपतिर लागेँ। वार्मअप गर्दाखेरि आज अफिसमा अलिक बेसी बिजी भएको कारण अफिसमा भिडियो बनाएँ। हुन त म अफिसमा त्यति खासै भिडियो बनाउँदैन, किचनको मात्रै भिडियो बनाउँछु। तर आज बिजी नै कारण किचनको पनि बनाएन। वार्मअप गरिसकेपछि मेरो आजको सेट जम्पिङ ज्याक, माउन्टेन क्लाइम्ब, हाई निस थियो। 10 10 10 20 20 20 गर्दै 100सम्म थियो। तर बिचमा 60मा गएर रेस्ट गर्नुपर्ने थियो। त्यसपछि फेरि 70 रेस्ट गरिसकेपछि 70 70 70 80 80 80 गर्नुपर्ने थियो। त्यो गरेँ, भइसकेँ। र यो गरिसकेपछि थकाइ एकदम साह्रो लागिसकेको थियो। साह्रो लागिसक्यो भने के गर्नु, बडी बनाउनको लागि केही न केही त गर्नुपर्ने हुन्छ। सो जबरजस्ती हार नमानिकन गरिरहेको थिएँ। गर्नु पनि हुन्छ, नगरेर कहाँ हुन्छ, किनकि बडी बनाउनु छ। जिममा यति साह्रो मेहनत त गर्न जरुरी छ, किनकि जिमको मेहनत छुट्टै मजा आउँछ। गरिसकेपछि मेरो हालत यस्तो थियो, पुरै पसिना हालत खराब थियो। चिसो मौसममा पसिना निकाल्नुको मजा नै बेग्लै हुन्छ। जिम भइसकेपछि म ट्रेडमिल हानेपछि साथीको पसलमा गयो नट्स किन्न। भोलिको अब नट्स भइसकेको थियो, भोलिको लागि चाहियो। किनिसकेपछि रुमतिर लागेँ। रुममा गयो, नुहाइधुवाइ गरेपछि यसो हल्का भिडियो हानिदिउँ ब्लगलाई भनेर हानेँ। त्यसपछि भिडियो हानिसकेपछि खानासाना खाएँ। खाना खाएपछि भोलिको लागि चिकन ब्रेस्ट लन्चको लागि बनाउनुतिर लागेँ। माछा भोलिको मिलको लागि बनाउनुतिर लागेँ। सो चिकन ब्रेस्ट म्यारिनेट गरेर मुछेँ। मिक्स गरिसकेपछि एयर फ्रायरमा फ्राई हान्थेँ। माछा र चिकन ब्रेस्ट दुइटै एयर फ्रायरमा फ्राई हानेँ। त्यसपछि त्यति हानेर सुत्नतिर लागेँ। बाई बाई, गुड नाइट गाइज।